बनाएको पार्टी हो। मलाई माया लाग्छ राष्ट्रिय स्वतन्त्र पार्टीको। हजुरहरूले सोच्न पनि कसरी सक्नुभयो मैले यो पार्टी छोड्छु भनेर? मैले यो पार्टी छोड्न होइन, यो पार्टीलाई देशको नम्बर 1 पार्टी बनाउनको लागि लागि परेको हुँ र त्यसको लागि मैले मेरो पार्टीभित्रको नेतृत्वहरूलाई पनि प्रश्न गरेको हुँ। हामीले घमण्ड गर्नु हुँदैन। हामी सरकारमा हुँदाहुँदै, हामी संसदमा हुँदाहुँदै हामीभन्दा कलिला भाइ बहिनीहरूले किन ज्यान गुमाउनु पर्यो? किन गोली खानु पर्यो? किन त्यत्रो क्रान्ति गर्नु पर्यो? त्यसको लागि जिम्मेवार कहीँ न कहीँ हामी पनि हौँ। हामीले समीक्षा गर्नुपर्छ, हामीले सुदृढ हुनुपर्छ, हामीले वैकल्पिक भनिएका शक्तिहरूलाई समेट्नुपर्छ भनेर मैले आवाज उठाएको र मैले यो आवाज निरन्तर जारी राख्नेछु। यहाँले सोच्न पनि कसरी सक्नुभयो? म ललितपुरबाट निर्वाचित हुँदै गर्दा जाजरकोटमा भूकम्प जाँदा मलाई दुख्छ, म त्यहाँ पुग्छु। मलमपट्टी बोकेर म त्यहाँ घर घर पुग्छु। ललितपुरलाई बाढी पहिरोले डुबान बनाउँदा, यहाँको घरहरू भत्कदा, यहाँको पर्खाल भत्कदा, यहाँको डाँडा चर्किँदा, यहाँको घरहरू हल्लिँदा मलाई दुख्छ, मलाई दुख्छ। म यहाँ पुगेको छु। म यहाँ सकेसम्म, यहाँ मैले जति सक्दुसम्म मेरो क्षमताले भ्याएसम्म यहाँ पुगेको छु। अनि यहाँहरूले सामाजिक सञ्जालमा कसैले केही लेखिदियो भन्दैमा यहाँले म माथि शङ्का गर्नुहुन्छ। शङ्का नगरिदिनुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठन विस्तार गर्नको लागि, यो पार्टीलाई देशभरि फैलाउनको लागि र सही व्यक्तिलाई यो पार्टीमा जोड्नको लागि म आफू 60 जिल्लासम्म पुगेको छु। म आफूले दुःख गरेको छु, घर घरमा पुगेको छु। कुनै कुनै जिल्लामा कोही पनि नहुँदाखेरि घर घरमा पुगेर ए हजुर आउनुहोस् न, तपाईँहरू आउनु पर्यो, सङ्गठन बनाउनु पर्यो, होइन भने त हामीलाई पुराना दलले सिद्ध्याउन लागे, देश रित्याउन लागे भनेर मैले अनुरोध गरेको छु। आफै 60 वटा जिल्लाभन्दा बढीमा पुगेर सङ्गठन विस्तार गरेको छु। यो